सबैमा नमस्कार। म लोकेश भट्ट र आज हामी चाहिँ कोइली ट्राभल काठमाडौँ पोखरा काठमाडौँ चल्ने कोइली ट्राभल बसमा छौँ र आज चाहिँ हामी यस कोइली ट्राभलको चाहिँ एउटा फरक विषय अन्तर्गत चाहिँ केही हाम्रो सेवा सुविधाको चाहिँ चिरफार गर्ने सन्दर्भमा छौँ र हाम्रो यस कोइली ट्राभलको काठमाडौँ इन्चार्ज हाम्रो सर हुनुहुन्छ हामीमाझ र सरलाई नमस्कार छ। नमस्कार सबैजनालाई। हाम्रो यस कोइली ट्राभलको चाहिँ विशेषताहरू के कस्तो छ भनेर चाहिँ अब हामी सुनौँ न। सर, हाम्रो यस गाडीको चाहिँ जस्तो मैले बाहिरबाट हेर्दाखेरि अब जस्तो मैले हेर्दाखेरि चाहिँ गाडीमा लगभग लग्जरियस टाइपको देखेँ मैले होइन। यो सम्बन्धी हाम्रो चाहिँ सेवा सुविधाहरू के छ गाडीको एकचोटि सर्लक्क भनिदिनु न। यस हाम्रो यो कोइली गाडीमा यो अहिले गाडी पहिलो सुरुमा हाम्रो गाडी अहिलेलाई भर्खर 6 देखि 7 महिना हुँदैछ। नयाँ गाडी हो पोखराको रुटको लागि। अनि पोखरा रुटमा पहिलो र फर्स्ट इन्ट्री गाडी नै हाम्रो यो कोइली गाडी हो कि जसले स्लिपर राखेर गाडी कुदायौँ हामीले। यसको विशेषता भन्नुपर्दा तपाईँको हाम्रो यो गाडीमा हामी थोरै मान्छे बोक्छौँ। जम्मा सिट अब देखिहाल्नुभयो 2x1 फोल्डिङ सोफा सिट। अनि तपाईँको सिट जम्मा 21 वटा छ। अनि हामीसँग 4 स्लिपर छ जसमा हामी 2 जना सुत्छौँ। त्यसले जम्मा 29 जना प्यासेन्जर बोक्छौँ हामी यति ठुलो गाडीमा। अनि प्लस यो गाडीमा हामीले भनेको तपाईँको अरू गाडीमा जस्तो एसी बन्द गर्दा हामी नन स्टप एसी चलाइदिन्छौँ फुल यात्राभरि। अनि हाम्रो गाडीको डिपार्चर टाइम एकदम फिक्स छ। हामी 6 बजे सूर्यविनायकबाट छुट्छौँ। पोखरामा तपाईँले पृथ्वी चोकमा बिहान 5 बजीभन्दा अगाडि लगेर मान्छे ड्रप गरिदिँदैनौँ, जहाँ कि मान्छेलाई फेरि त्यहाँ झरेर होटेल खोजेर बस्नु नपरोस् आधी रातमा झारेर। ठाउँ ठाउँमा रोकिदिन्छौँ प्यासेन्जरको। अहिले नेपालीहरू धेरै सुगरको पेसेन्ट हुनुहुन्छ, टोइलेट लागिरहन्छ, त्यो सुविधाको हामीले मध्यनजर गर्छौँ। टिकट लिनु पऱ्यो भने होइन, जस्तो अब गाडी त कम्फर्ट छ तर जस्ट बाइ द वे मैले नै अब टिकट लिनु पऱ्यो भने त्यहीबाट चाहिँ लिँदाखेरि मलाई बेटर हो। म हजुरहरूले अब आम हाम्रो जनताहरूलाई टिकट लिनु पऱ्यो भने bussewa.com बस सेवा एप्लिकेसन डाउनलोड गरेर तपाईँले बस सेवाबाट लिनु मिल्छ। कुराकानी चाहिँ यही टुङ्गिएको छ र म चाहिँ अब कोइली ट्राभलमा पोखरा ट्राभल गर्नु छ र मैले कोइली ट्राभलमा टिकट काट्नेछु। हाम्रो उहाँ सरले भनेअनुसार नै बस सेवा मार्फत टिकट लिनेछु र पालो अब हजुरकुर्मी बस सेवाबाटै टिकट लिनु होला भन्ने हो। हस्, धन्यवाद।